सबैभन्दा पहिला त सम्पूर्ण नेपाली क्रिकेट खेलाडी तथा सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरूलाई धेरै धेरै बधाई छ। वेस्ट इन्डिज विरुद्ध नेपालको लगातार कीर्तिमानी प्रदर्शनसँगै नेपालले अन्तिम खेल अगावै सिरिज जितिसकेको छ। आज भएको युनिटी कपको दोस्रो खेलमा वेस्ट इन्डिजमाथि 90 रनको फराकिलो जित निकाल्दै नेपालले ऐतिहासिक रूपमा पहिलो पटक टेस्ट टोली विरुद्ध चाहिँ सिरिज 2-0 ले जितेर नयाँ इतिहास बनाएको हो। त्यस्तै अब नेपाल र वेस्ट इन्डिज बीचको अन्तिम खेल भने भोलि प्रतिस्पर्धा हुँदैछ। त्यस्तै आज नेपाली क्रिकेट टोलीको ब्याटिङतर्फको कुरा गर्ने हो भने सन्दीप जोरा र आसिफ शेखले शानदार ब्याटिङ गर्दै नेपालका लागि बलियो लक्ष्य बनाएका थिए भने अन्य खेलाडीले सोचेको जस्तो स्कोर बनाउन सकेनन्। त्यस्तै बलिङतर्फ हेर्ने हो भने 3 वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिममा फर्किएका आदिल आलम अन्सारीले एकदमै राम्रो प्रदर्शन गरेका छन्। उनले बलिङतर्फबाट सर्वाधिक 4 विकेट लिएका छन् भने ब्याटिङमा पनि उनले राम्रो प्रदर्शन गरेका थिए। त्यस्तै आजको खेलमा फिल्डिङतर्फ भने सम्पूर्ण खेलाडीहरूले उत्तिकै इफोर्ट लगाएको देखिएको छ। साथै नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग टी20 अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्दै श्रृङ्खला नै जित्न सफल भएको हो। नेपालले शनिबार भएको पहिलो खेलमा 2 पटकको टी20 विश्व विजेता वेस्ट इन्डिजलाई 19 रनले पराजित गरेको थियो भने जुन पूर्ण टेस्ट मान्यता पाएको राष्ट्र विरुद्धको नेपालको पहिलो विजेता रहेको थियो। त्यस्तै 3 खेलको सिरिज नेपालले 1 खेल अगावै जितेको भए तापनि अन्तिम खेल भने भोलि आजकै समयमा हुनेछ। साथै भोलि रहेको अन्तिम खेलमा पनि नेपालले जित दर्ता गर्दै क्लिन स्विप गर्न सफल हुनेछ भन्ने आशा व्यक्त गर्दछौँ। त्यस्तै भोलि हुने अन्तिम खेल र सिरिज जितको लागि सम्पूर्ण खेलाडीहरूलाई अग्रिम शुभकामना।